ल अहिले हामी बुटोलको हाट बजारमा छौँ, तरकारी पसलमा छौँ। बिक्री कस्तो भइरहेछ दिदी आज? व्यापार राम्रो छ? ल है ल गाइज, हाम्रो बुटोल बजार यस्तो छ। आज बिक्री कतिको भयो दिदी? अलिअलि भएको छ? ल है, तरकारी बजार रहेछ। यहाँ सागहरू छन्। सागहरू कहाँ? पाल्पाली हो यो? पाल्पाबाट ल्याउनु भएको? तपाईँहरूले आफै ल्याउनु हो कि किनेर? ए ल ल ल है, ठिक छ। तरकारी पनि लैजान्छौँ है। ल ल ल साथी हो, यस्तो छ तरकारी बजार। गोलबेडा कसरी हो किलो? 2.5 किलो 40 रुपियाँ किलो। ए 40 रुपियाँ किलो रहेछ। 100 को 2.5 किलो 40 रुपियाँ। ल हाम्रो साथीहरू अहिले तरकारी किन्न व्यस्त हुनुहुन्छ। हो ल यो लाइन पुरै सब्जीको लाइन हो। कहाँबाट ल्याउनुहुन्छ टमाटर तपाईँहरू? मन्डीबाट। मन्डीमा कहाँबाट आउँछ? इन्डियाबाट आउँछ हो? कसरी छ किलोलाई? 40 रुपियाँ किलो। ए ठिक छ। हुन्छ समतरम दियौँ क्या। गाजर कसरी हो? गाजर कसरी हो? 1 किलो हाल्नु न, अलि मिलाएर पाउँदैन भाइ? मिलाएर हो। 40 मा आउँछ? ल 1 किलो दिनु। गाजर 50 भन्छ, अलि मिलाएर देऊ है भाइ। ल ठिक छ। ल है तरकारी के अदुवा हो यो? 10 रुपियाँको यो? ए फुट ल। आलु रहेछ यहाँ है। कसरी हो भाउ?
प्याज कसरी हो हजुर 2 किलो 100 मा त्योभन्दा कम हुँदैन भन्नुहोस् त त्योभन्दा कम हुँदैन 2 किलो अलि मिलाएर दिनु न हजुर त्योभन्दा मिल्दैन ल 2 किलो हाल्नु त कसरी त्यसो प्याज 100 मा 2 किलो कति हो यो 2 किलो हो 100 रुपियाँको यो ए ल ल ल तरकारी पसल यस्तो छ प्याज सस्तो अङ्कल भन्नुहोस् कसरी छ प्याज 2.5 किलो 2 किलो बेच्यो 2.5 किलो आउनु 100 रुपियाँ सिधै किलोमा 10 रुपियाँ डिस्काउन्ट यस्तो छ ए प्याज 100 मा 100 को 4 किलो ल हामी चाहिँ तरकारी किन्न हाट बजारमा पस्यौँ साथी हो यस्तो छ आज बुधबारको दिन यसरी हाट बजार लाग्ने गर्छ नेपाल कृषि प्रधान देश हो यसमा धेरै जसो तरकारीहरू इन्डियाबाट आएको हुन्छ कृषि प्रधान देशले आफैले तरकारी उत्पादन गर्न पर्ने हो तर त्यो पाइँदैन र केही चाहिँ पाल्पाबाट झरेको पनि हुन्छ यो बटौली बजारमा कति हो गाजर 50 40 रुपया पाउ किलो ला ल हाम्रो किनमेल पनि यसरी सकिएको छ साथी हो अहिले फेसबुकबाट म बिदा चाहन्छु हस्त नमस्कार धन्यवाद